सम्पूर्णलाई नमस्ते। यो अकबरेको बिरुवा देख्न सक्नुहुन्छ। यसलाई 2G कटिङ कसरी गर्ने र यसको फाइदा के छ भनेर म अलिकति भिडियो बनाउन गइरहेको छु। यतिको बोट भएपछि हामीले यसको टुप्पालाई यसरी चट्ट छोडाइदिनु पर्छ। यसलाई चाहिँ 2G कटिङ भन्छ हैन। यसको फाइदा चाहिँ के हुन्छ भन्दाखेरि यसरी हुन्छ। 2G कटिङ गरिसकेपछि हाँगा लाग्छ। हेर्नुस् है, यहाँ कति धेरै हाँगा छ। अझै यसको पनि 3G कटिङ गर्यो भने अझै धेरै हाँगा लाग्छ। त्यो चाहिँ अब तपाईको इच्छा अनुसार। अब यसमा पनि यो अलिक लामो हाँगालाई चाहिँ कटिङ गर्यो भने यसलाई 3G कटिङ भन्छ। यहाँबाट फेरि पनि हाँगा लाग्छ अनि झ्याम्मै हुन्छ। अकबरे खोर्सानी अथवा कुनै पनि खोर्सानीलाई यसरी 2G कटिङ 3G कटिङ गर्यो भने धेरै यसको फल लाग्छ है साथीहरु। ल मैले यसलाई 3G कटिङ पनि गर्दिए।